सबैलाई नमस्कार। हामी यतिखेर भगवान तारकेश्वर महादेवको सन्निकटमा छौं। हामी काठमाडौँदेखि करिब 13 किलोमिटर यात्रापछि हामी भगवान तारकेश्वरको समीपमा आइपुगेका छौं, चरणमा आइपुगेका छौं। भगवान शिवका अनेकानेक स्वरूप मध्येको तारकेश्वर महादेवलाई हामी आज यसरी दर्शन गर्न एउटा सौभाग्य प्राप्त गरेका छौं। यो स्थान आफै त दिव्य नगरी भगवान शिवको यो वासस्थान, भगवान शिवले यहाँ धेरै समय तपस्या गरेको स्थान भनेर पनि हामी चिन्न सक्छौं। र यस स्थानमा तारक नाम गरेका एकजना भक्तले भगवान शिवको आराधना गरेर हैन तारक ईश्वरको जुन तारक नाम गरेका ईश्वर भगवान महादेवले उनलाई चाहिँ वरदान दिएको स्थानलाई चाहिँ तारकेश्वर नामको रूपले पछि चिनियो, बुझियो भन्ने यहाँको किंवदन्ती रहेछ। यो आफैमा पवित्रतम स्थान है, यसको यो गुणगरीमा अत्यन्तै रहेछ र भगवान शिवलाई हामीले यदि मनाउन सक्यौं भने विद्या कामय गृहम् भनेर पनि शास्त्रहरूमा यो प्रकारको प्रमाण हामी पाउन सक्छौं। विद्या प्राप्तिका लागि अत्यन्तै आराधना गर्नको लागि हामी भगवान शिवलाई खुशी बनायो भने विद्या प्राप्ति हुने कुरा, सुख शान्ति समृद्धि उत्तरोत्तर प्रगतिका मार्गहरू पनि खुल्ने मेरो जुन हाम्रो विश्वास छ, श्रद्धा छ, त्यसै अनुरूप नै हामी भगवान शिवको दर्शन गर्नका निमित्त आज हामी आइपुगेका छौं। यो एउटा सौभाग्य प्राप्त गरेका छौं। सबैलाई यस स्थानमा आएर दर्शन गर्नका लागि विनम्र अनुरोध चाहन्छु। र यस स्थानमा आएर दर्शन गरेर जसका सन्तान छैनन् हैन, तिनीहरूलाई सन्तान हुने पनि विश्वास छ। जसका चाहिँ परिवार छैन त्यो परिवार पनि हुने एउटा किंवदन्ती। जो चाहिँ निर्धन छन्, जोसँग धन छैन, गरिबहरू छन्, यस स्थानमा भगवान शिवको कृपा आशीर्वादबाट चाहिँ धेरै चाहिँ एउटा सम्पत्ति पनि एउटा प्राप्त हुने भगवानको वरदान पनि रहेछ। यस किसिमका हामी कुराहरू भर्खर प्राप्त गर्यौं। तन्मे मनः शिव संकल्पमस्तु।